बसिरहने तिमी मुटुको धड्कनको कहानी हो। पहाडको बाटो जस्तै तिम्रो माया घाम छाया सँगै हिँडेको जुनली रातमा। बेंगलुरु बेलोरदेखि नेपालसम्मको यात्रा वास्तवमै निकै चुनौतीपूर्ण र थकाइलाग्दो हुन्छ। तपाईले भन्नुभएको कुरा एकदमै सही हो। लामो दूरीको यात्रामा राम्रो खाना नपाइनु र सिटको असुविधाले गर्दा मुटु नै भारी भएर आउँछ। परदेशमा पसिना बगाएर घर फर्कदा बाटोमा भोग्नुपर्ने यस्ता शास्तिले गर्दा अब त जाँदै जान्न भन्ने सोच आउनु स्वाभाविक हो। विशेष गरी सिमानासम्म पुग्ने गाडीहरूको अवस्था र बीच बाटोका होटलहरूको खानाको स्तरले धेरै नेपाली दाजुभाइलाई दुःख दिने गरेको छ। यो कठिन यात्रालाई अलि सहज बनाउन केही ससाना कुराहरूमा ध्यान दिन सकिन्छ। सुक्खा खानेकुरा साथमा राख्ने, बाटोका होटलको खाना सधैँ स्वस्थ हुँदैन, त्यसैले चिउरा, दालमोठ, बिस्कुट, छोक्रा वा फलफुल जस्ता नबिग्रिने खानेकुरा बोक्नुभयो भने भोक लागेको बेला काम लाग्छ। पानीको जोहो, बाहिरको जथाभावी पानी पिउनुभन्दा एउटा राम्रो बोतल बोक्ने र सम्भव भएसम्म सिलबन्दी पानी मात्र प्रयोग गर्ने। अगाडि नै सिट बुकिङ टु सिटको समस्या कम गर्न सकभर आधिकारिक काउन्टरबाटै अलि अगाडि सिट बुक गर्ने प्रयास गर्नुहोस्। नियमित विश्राम, रेल वा लामो दूरीको बसमा यात्रा गर्दा बीचबीचमा जिउ तन्काउने र अलिअलि हिँडुल गर्दा शरीरको दुखाइ कम हुन्छ। आफ्नो घर परिवार भेट्न जाने खुसी एकातिर छ, तर बाटोको यो शास्तिले गर्दा त्यो खुसी पनि ओझेलमा परेको जस्तो लाग्छ। आशा छ भविष्यमा यातायात र बाटोका सुविधाहरू सुधारिएर तपाईहरू जस्ता कडा मिहिनेत गर्ने दाजुभाइको यात्रा सजिलो हुनेछ। तपाईँ अहिले यात्राको तयारीमा हुनुहुन्छ कि बाटोमा हुनुहुन्छ?